पिसाब गर्ने ठाउँ पछाडि बन्या दिशा गर्ने ठाउँ मात्रै पछाडि पिसाब गर्ने ठाउँ अगाडि। हामीले मेरी बासेबाट चिनिरहेको बल्छी तुर्बेको पहिलो फिल्म आइसकेको छ आज, गोबर गणेश, जुन चाहिँ उनले नै लेखेका हुन् र डिरेक्ट पनि गरेका हुन्। अनि अनेस्टली भन्नुपर्दाखेरि मैले एक्सपेक्ट गरे भन्दा चाहिँ लास्टै राम्रो फिल्म बनाएछन् है। सिरियलबाट आएको मान्छेले बनाएको फिल्म त्यस्तै ओल्ड सिरियल स्टाइल नै त होला नि भन्ने सोचेको, तर यो फिल्म त पुरै डिफ्रेन्ट नै फिल दिने खालको छ। कमेडी, ड्रामा, प्रेजेन्टेसन सब मिलाएर देखाएका छन्। अनि क्लाइम्याक्समा चाहिँ एउटा ट्विस्ट इमोसनलवाला जुनले मन नै छुन्छ। फिल्मको कुरा गर्नुपर्दाखेरि चाहिँ यो एउटा कमेडी ड्रामा हो। अनि स्टोरी चाहिँ बल्छीको क्यारेक्टर गाउँबाट सहर स्ट्रगल गर्न आएको अनि लाइफको रियालिटी, परिवारको आशा अनि दैनिकी समस्यालाई टच गर्दै बनाइएको छ। कमेडी राम्ररी नै लेखिएको छ, डायलग्सहरू नेचुरल छन् र टाइमिङ पनि पर्फेक्टै छन्। फिल्ममा इमोसनल टच पनि छ अनि क्लाइम्याक्समा त्यो ठुलो ट्विस्ट। फिल्म हेर्दाखेरि कमेडी फोर्स लाग्दैन, स्टोरी फ्लोसँगै फिट गर्छ। फर्स्ट हाफमा हल्का फन अनि सेकेन्ड हाफमा त्यो इमोसनल पन्च। स्टोरी त्यस्तो युनिक चाहिँ होइन, तर प्रेजेन्टेसन राम्रो लाग्यो। क्यामेरा एङ्गल्स, सिटी अनि भिलेजको लाइफ, डायलग्स, सिचुएसन सबै फ्रेस दिन्छन्। पेस राम्रै छ, त्यस्तो स्लो चाहिँ फिल हुँदैन। अनि गीतको कुरा गर्नुपर्दाखेरि चाहिँ गीत ठिकै नै छ, त्यस्तो चाहिने जस्तो लाग्दैन होइन त्यो, तर ब्याकग्राउन्ड म्युजिकले चाहिँ इमोसनल सिन्सहरूमा सपोर्ट चाहिँ गर्छ। अब कास्टको कुरा गर्नुपर्दाखेरि चाहिँ बल्छी धुर्वेको पर्फर्मेन्स चाहिँ एकदम राम्रो छ। कमेडी र इमोसनल सिन्स दुवैमा राम्रो देखिएका छन्। धेरै जसो सिरियलकै ब्याकग्राउन्डबाट आएको एक्टर भएर सबैको पर्फर्मेन्स राम्रै छ। अनि वर्षा शिवकोटी, सीता देवी, पूजन घिमिरे र अरू एक्टर्सहरू सबैले एक्टिङ राम्रो नै गरेका छन्। सबैको हेर्दाखेरि मजा नै आउँछ। एक्टिङ वाइज भन्नुपर्दाखेरि चाहिँ कुनै कम्प्लेन छैन मेरो चाहिँ। एक्सपेक्टेसन थियो सिरियल जस्तो सिम्पल र लाइट कमेडी टाइपको, अनि हेर्दाखेरि राम्रो पेसिङ, वेल रिटन कमेडी, टप क्लास एक्टिङ अनि फ्रेस प्रेजेन्टेसन भएको फिल्म। अनेस्टली भन्नुपर्दाखेरि एक्सपेक्टेसन चाहिँ एक्सिडै गरेको हो कि। अब फाइनल कुरा चाहिँ यो फिल्म हेर्न जाने कि नजाने त, यति रिभ्यू हेरेर तपाईँहरूले बुझ्नु त भइसक्यो होला। तर मेरो तर्फबाट भन्नुपर्दाखेरि चाहिँ यो फिल्म चाहिँ हेर्न जाँदा हुन्छ नै भन्छु है तपाईँहरू हलमै। रमाइलो छ, कमेडीहरू पनि सबै मिलेको छ होइन। तपाईँहरू डिसपोइन्टेड चाहिँ हुनुहुन्न कि यो फिल्म हेरेर। अनि यदि तपाईँले यो फिल्म हेरिसक्नु भएको छ भने चाहिँ तपाईँलाई कस्तो लाग्यो कमेन्टमा लेख्न चाहिँ नबिर्सिनु होला। अनि यस्तै नेपाली मुभीको रिभ्यू हेर्नको लागि चाहिँ च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है।